जान त सदा लगाइ जा कहिले राम्रो नुना बनाउँछ सुरु चाहिँ कुट्छ हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल साथीहरू फेरि पनि हामी आइसकेको छौँ हजुरहरूको साथमा कलौटेनी मात्र साथीहरू आजको हाम्रो च्यालेन्ज चाहिँ हुने छैन आज चाहिँ मुकबाङ हुनेछ अनि मेरो बुढीले चाहिँ आज भिडियो हेर्नु सक्नुहुनेछ अगाडि पोर्क अनि अर्को भैँसीको मासु छ हैन अनि चाहिँ भैँसीकै मासुको चाहिँ झोल बनाएको छौँ कस्तो बनाएको छ अब टेस्ट गरेपछि थाहा हुन्छ हैन एकदम मिठो बनाएको छ एकदम मिठो बनाएको छ हैन बनाएको चाहिँ मैले मात्रै हो बनाएको छु हैन अब आज चाहिँ हामी च्यालेन्ज नगर्ने आज चाहिँ हामी चाहिँ मुकबाङ गर्न लागिरहेका छौँ साथीहरू किनभने कति च्यालेन्ज मात्रै गर्नु भनेर मुकबाङ गर्नु भनेर चाहिँ मुकबाङ गर्न लागेका छौँ अनि अब हाम्रो भिडियो हेरेर कस्तो लाग्छ हजुरहरूले माया सपोर्ट अनि लाइक अनि कमेन्ट अनि सेयर गरिदिनु होला साथीहरू अब चाहिँ हामी सुरुमा चाहिँ थम्बनेल खिच्छौँ ओके साथीहरू हामीले चाहिँ थम्बनेल पनि गरिसकेको छौँ अब चाहिँ हाम्रो घिच्ने पाला रहेको छ साथीहरू हैन अनि अब हाम्रो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्छ सबैजनाले माया सपोर्ट गरिदिनु होला हाम्रो भिडियो चाहिँ डेली आएको छैन नि त छुट्टी 3-4 दिन 5-6 दिनमा चाहिँ भिडियो आइरहेको छ जे भए पनि भिडियो त आएको छ नि त सबैजनाले हेरेर माया गरिदिनु होला साथीहरू अब चाहिँ भोक लागिसकेको छ हामी चाहिँ दनादन पारेर खान्छौँ साथीहरू सबैजनाले साथमा के छ भने खानु होला है ल ओके गाइज अब चाहिँ स्टार्ट गरौँ है त खानाको लागि 1 2 3 गो पनि धुए कि धुइन हो गाइज हेरौँ है त पोर्क अब थोरै झोल हाल्ने ल ओ खासै मिठो त लाग्दैन मलाई मासुहरू त गाइज हैन आज झोल तन्नै छु साथीहरू हजुरहरू जहिले पनि निस्ते खान्छ भन्नुहुन्छ अनि त्यही भएर आज त माइक लाउनु पनि बिर्सियो यार साथीहरू त्यही त भनेको त गाइस पोर्क अनि माइक लगाएर के काम गर्ने त्यसो भए माइक नलगाएर खाए ल दामी नुना बनाएछ नि साथीहरू मरेछ नुनाले बनाएछ मलाई चाहिँ खानै मन लाग्यो त नुना बनाएको नुना बनाएको छ भैँसीको मासु गाई यो पनि नुना बनाएको अनि चाहेर बनाउनु सक्दैन बनाएको सबै कुरा पकाएपछि अलि चाहेर बनाउनु क्या मिठो गरेर खानु कति खर्च लाग्यो थाहा गाइस ल है त जस्तो सुकै भए पनि खाने हो खाना बेलामा ल्याङ गऱ्यो भने मलाई नुना बनाएको छ अनि नुना छँदा नि नुना छैन भन्नु पाउँदैन खाला चाहिँ अहिले खान्छु भने राम्रोसँग गाइस अब यो हेर्नु नि यहाँ झोल पनि बोसेको छ नि हो खाने बेलामा ठ्याक कस्तो खाउँला भनेर आएको अहिले यो पोर्क चाहिँ दामी छ है साथीलाई नुना बनाएको जस्तो नुना यो नुना होइन यो नुना होइन नुना होइन तँलाई पनि नुना तैँले पकाएको त्यही भएर नुना नलागेको यो अब पोर्क भए पनि खानु पर्यो गाइज होइन के गर्नु के सोचे चाहिँ के भयो झोल नुना बनाएको दिन पनि म छक्क परिरहेको तरेलो ऊ पनि झोल पनि
लामा जहिले भिडियो बनाएपछि जहिले न्यु फोन मात्र जाना झन् बोसो म खाँदिनँ भनेको थाहा छैन त तपाईँ यहाँ पनि बोसो त्यहाँ पनि बोसो भयो त बोसो छैन मैले झगडा परेको त साँच्चीकै पो भनेको त मासुमा बस्नु नभए केमा बस्नुहुन्छ केलाउकोमा मेरो उल्टामा भनेको छोरा झोल पनि रातो बना भनेको सेतै बना अब जे भए पनि खानु पर्यो गाइस सक्नु पर्यो अब माइन्ड नगर्नु होला है गाइस मैले जे थियो त्यही भनेको है अब नुना भए पनि खानै पर्यो खानु पर्यो काक्रा गाइस काक्रा तर भातमा मुखमा हाल्नै मन लागेको थियो गाई ठक नुना बनाएको यहाँ चाहिँ बस्यो कस्तै ल्यास ल्यास भएको हाल यो त जे जस्तो जे पनि खान्छ क्या तर मिठो चाहिँदैन म त कुकुर हो कुकुर जस्तो गाई चाहिँ हजुर पनि केही खानु होला है गाई मैले पोट खाँदैछु खाने बेलामा ल्याङल्याङ गऱ्यो भने खानै मन लाग्दैन यस्तो मात्र उठाउनु मन लाग्छ त आफै भन्दा यो बोसो सक्छन् बोसो छानेर ल्याउनु सक्दैनस् त कस्तो मान्छे हौ छ्या कस्तो बुढी चाहिँ ल्याएको मैले थ्याक मेकअप गरेर आइज भनेको छैन जस्तो सकै जस्तो घरमा बसेको त्यस्तै नै भएर आयो अलिअलि मेकअप गरेर आइज न लाइकहरू आउँछ भनेको बुझ्दैन यो पसिनाले छैन बुढी मान्छे जस्तो देख्छ नि तरुनी तन्नेरी भर्खरको भएको त भर्खर त होला कुरा गरेर भन्दा त भर्खरै चाहिँ भर्खरकै देख्छु है फेरि बुढी केही कुरा गरेछस् देख्छस् हाँडी जस्तो देख्नु हाँडी देख्छ मैले कन्ने हुँदा नहुँदा पनि नहुँदा जति लपारेको कुरा गर्छ ए अनुहारले के कुरा पारिस पनि होला नि त्यसलाई के भएर करुवाको तैँले नहुँदा पारिस त ल भन् त लु सक्छस् नहुँदा पार्नु म पर्दाखेरि पनि तिमी बाहेक अरू कसैले पनि के छैन भन्छस् त त्यो त छोरा मान्छेको बोल्ने तरिका हो नि त्यति भनेर भने त कहीँ पत्तिन्छ कुरा गर्छ तर यो बोसै सकेका म बोसो खाँदिनँ भनेपछि त कस्तो हो यो बोसो छैन हेर त आफूले मनपर्छ भन्दैमा अनि हुन्छ आफू बुढालाई चाहिँ मन पर्नु पर्दैन खाने बेलामा ल्याङल्याङ गरेर म त न मासुको स्वाद पाएँ न सुँगुरको मासुको स्वाद पाएँ न यो भुटनको स्वाद पाएँ न यो रसको स्वाद पाएँ अब स्वाद नपाउँदा नपाउँदै सकिसक्यो भात सबै सकिसक्यो मजाले हानिदिएको भए पो हुन्छ भिडियो सुरु गरेदेखिको किच गरेको गर्छ घरि नुन पुगेन अरे घरि के पुगेन अरे घरि बोसो भयो अरे घरि के भयो अरे अनि नुन पुगे छैन त के गर्नु त मैले
नखा जा उता तदा लगाइ जा जुठो जुठो हातले फेरि हान्छस् यहाँ जुठो त्यो ल्याङ नगर्ने फेरि पक्कै दिन्छ नि फेरि भुटुक्कै बनाइदिन्छु यहीँ मुटाइदिन्छु छल छल बनाएर अनि रिस दिएछस् छैन हुन्छ धेरै नमाथि राख्छु माइतो जाने बनाइदिउँ भने अलि कुटेर लु त तर कुट्यो भन्दैमा माइती गइहाल्छु होइन लु न लु तेरो ट्याक्कै नाकैमा भस्काइदिन्छु मलाई रिस नउठा नि भिडियोमा खुब मिठाई पकाएनस् नि त लु भयो जान त 9 नपरेको नि कसले मिठो पकाउँछ तिनीहरू त आफ्नो दुनियाँमा छ नि सबै कुनै बच्चा पाइसक्यो कुनै के कुनै टर्नी नै छ मेरो पनि थियो 15 वटा त चाहिले भनेपछि कोहीसँग पनि लप्पाले छैन भनेको भनेको थिएँ तर त्यस्तो कुरा भनेर हुन्छ गोप्यमा राखेको थिएँ नि मैले पनि के थाहा हुनु पनि सक्छ है हो नि छ अहिले चाहिँ बोल्छु भेट्छु कतिखेर भेट्छस् भेट्छु नि त नभएको बेलामा म नभएको बेलामा फेरि भन्छु भने के भन आइमेको त विश्वासै हुँदैन क्या गाई आइमेको त विश्वासै हुँदैन छोरा मान्छेको भएर रहेछ नि भर्खर त्यहाँ पोल खोलिँदैछ 9 वटासँग लप परेको भनेर ल्याङल्याङ नगर्नु पऱ्यो सुटु सुटु खाट्ला भयो है मैले भयो त्यति बेला पनि स्कुलमा कुरा जहिले भिडियो बनाउने बेलामा नि जहिले मलाई नि यति यसले झोक चलाउँछ नि साथीहरू यो चाहिँ मैले खाएन गाई मिठै भएन भने म यो भन्दा त म 4 गुणा राम्रो मिठो पकाउँछु बुझिस् यो भन्दा त पकाएर यो पकाएर नुना बना हेर्छमा जस्तो गल्ती उसकै छ उसले मलाई हेर्छ तैँले गर्दाखेरि तरकारी पनि सेलाए सबै जम्यो अब त्यत्रो भात सकिसक्यो अब किन जमिनु पर्यो त अब मैले खाएको तँलाई राम्रो लाग्दैन हो दाहार लाग्छ कस्तो दाहार लाग्छ त नि अब के जम्यो भनेको त सकिसक्यो त भात अब मैले खाएको तँलाई रिस उठ्छ कि क्या मैले कहिले रिस उठेँ भनेको भयो तैँले त्यस्तै कुरा गर्छ नि मैले कहिले त्यस्तै कुरा गरेँ जहिले मासु भएको बेलामा तैँले कति निम खोज्छस् मसँग भन् त कहिले मैले निम खोजेँ भन् न लु अहिले त्यति खोजेको निम खोजेको त निम खोजेको अहिले राम्रोसँग खाँदिँदै उल्टै नुना बनाउँछस् उल्टै कुट्छस् त्यही त म जुठ खाने हो त्यही खाने मान्छे होस् न दुखिसक्यो नुन खोजेँ मसँग भन्दैछु फेरि मासला यत्रो दुःख गरेर बनाउनु छ झन् मिठो बनाएपछि बुढी भन्नु चाहिँ कता कता सादा हामी गोरु तेरो बुद्धि छैन ल त्यसलाई मिठो भयो कति मिठो राख अर्को बुढाबुढीले त बुढीले पकाउँदा मिठो मिठो नमिठो पनि मिठो भनेर खान्छ त भयो म सबै भिडियो कट गर्छु अब राम्रोसँग गर्ने जसले त नुना बनाउँछ अनि चाखेर बनाउनु सक्दैन तँलाई पनि चाखिदिएको कि होइन मैले भन् त अघि पकाउँदा तँलाई पनि चाखिदिएको कि होइन मैले त्यतिखेर त मैले भटार्नेमा चाखेको थिएँ नि त अनि भटारेकोमा चाहिँ कसरी नुन आयो त अघि त ठिक छ भन्थ्योस् त अहिले चाहिँ कसरी नुन आयो दिएर के थाहा मलाई अब तैँले पकाएको तेरो त नि कतिवटा जिब्रासम्म मसला हाल्दैछु भक्कै पारेर म मुखै फुटाइदिन्छु म चाहिँ ल भयो ल
ओके गाइज हामीले चाहिँ हैन खानासाना पनि खाइसकेको छौँ। अनि यो पोर्क चाहिँ एकदम मिठो थियो, यो पनि गाइज मिठो थियो, एकदम मिठो छ। त्यही भएर सक्यो भात पनि हैन। नक्कल नपार छैन साथीहरु, कुनै पनि मिठो छैन, सबै नुना छ सबै। यसले पकाएको नि त, त्यही भएर। ल ओके गाइज अब चाहिँ हैन खानासाना पनि खाइयो। अब हजुरहरुले पनि भिडियोमा बसेर राम्रोसँगले भिडियो बनाएर भात खाउला भनेर सोचेको साथीहरु। जहिले पनि यसले मलाई यस्तै गर्छ भिडियो बनाउँदाखेरि, जहिले पनि घरि यो भएन, घरि त्यो भएन, घरि यस्तो बनाइस्, घरि त्यस्तो बनाइस्, घरि सेतो भयो, घरि कालो भयो, जस्तो सुकै मैले पकाउँदा पनि नि यसले मलाई कहिले जस दिँदैन साथीहरु, जहिले। ल ओके गाइज हैन भिडियो पनि अलिकति लामो भयो, हामीले खाना पनि खाइसक्यौँ हैन। अब यस्तै भयो, अलि नुना भयो छ अलिकति भनेको। अब यो चाहिँ काइ नभएको सन्क्यो, अब के भन्नु। अब चाख्नु त मैले यसैले दिएको नि त साथीहरु, त्यतिखेर त ठिकै थियो जस्तो लाग्यो के। मैले पछि हाले नि एक बट्टा नुन हाल्दै यहाँ मैले। यो त झन् धेरै चर्को छ भन्नु पाउँदैन। अनि अर्को कुरा मैले नखाएको भएको ल चर्को छ भन्नु, म पनि खाँदैछु कसरी चर्को भयो त, तेरो पट्टीमा चाहिँ कसरी चर्को गयो त्यहाँ। अनि अर्को कुरा फेरि मासु लिनु पठाएको बोसो लिएर म बोसो खाँदिनँ। गाइज आजको भिडियो चाहिँ अलिकति झगडा भयो, अब बुढाबुढीको अलिकति नुन पुगेन भनेको थिएँ। अब यस्तै भयो होइन, हजुरहरूले अलिकति नराम्रो लाग्यो होला भिडियो हेर्नु, त्यही पनि अब हेर्नु होला गाइज होइन, केही छैन, अलिकति नुन चाहिँ चर्कै भएको छ। ठिकै छ ल साथीहरू, आजको भिडियो हजुरहरूले कस्तो लाग्यो हजुरहरूले कमेन्टमा भन्नु होला। भोलि पनि फेरि पनि आउनेछौँ होइन, भोलि पर्सितिर राम्रो भिडियो लिएर हजुरहरूले त्यति दिनको लागिसम्म हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला। अरू भिडियो पनि हेरेर है। बुढी बोल्नु अहिले रिसाइराखेको छ गाइज होइन। ओके गाइज अब चाहिँ हामी यति भन्दै बिदा लिन चाहन्छौँ। सबै हात पनि ऊ भन्छ तेल, यति भन्दै हामी चाहिँ भिडियो इन्ड गर्न चाहन्छौँ है त साथीहरू। ल बाई बाई साथीहरू, बाई बाई त भन न साथीहरूसँग त के को बाई बाई भन, बाई 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 बाई।